हेर्नुहोस् न, यो चाहिँ झापा गाउँपालिकाको झापा 6मा रहेका हाम्रो खेतीपाती होइन, पर बाँसघारी यो खेतीपाती सबै हाम्रो धान कति मजाले फल्छ है। त्यो ठाउँमा असाध्यै रमाइलो। त्यो हाम्रो घर हो, पुरानो घर हो है, पहिलोपल्ट मैले बनाएको घर हो। त्यो पनि ठुलो छ, 6-7वटा कोठा छ। यहाँनिर खाल्टा पारेछ पानीले, बर्खाले हान्छ। त्यो पर सिसौघारी सबै धानबारी हाम्रो हो होइन। कस्तो रमाइलो छ है। केटाकेटीमा 16-17 वर्षमा मैले पनि खेतीपातीमा काम गरेँ, अनि त्यस पछाडि त मौकै पाएको छैन। यति मजाले धान झुलेको छ हेर्नुहोस् त। अनि गाउँै रमाइलो, देशै रमाइलो है। परदेश त के रमाइलो, आछि परदेश त दिक्क लाग्दो हुन्छ नि। यो बिरुवाहरू पनि मैले भाइलाई रोप्नु है भनेको 10-12 वर्ष जति भयो। नयाँ नयाँ बिरुवाहरू पनि थपेको छ होइन, सानो सानो बिरुवाहरू पनि थपेको छ। आफ्नो कम्पाउन्ड, आफ्नो खेतीबारीको चाहिँ वरिपरि बिरुवा लगा भाइ, भोलि पर्सि अब आफ्नो सिमाना कायम गर्नुपर्छ भनेर लगाउनु लगाएको थिएँ। अनि यो सुपारी पनि मैले रोप्नु लगाएको। सुपारी यति सजिलो रहेछ अहिले झापामा। अब यो 2-3 वर्ष पछाडिदेखि मजाले फल्न थाल्छ। अनि उता भारतबाट आएर मधेसी दाजुभाइहरू चाहिँ बोटमै, एउटा बोटको 2000-3000 को दरले आफै टिपेर लाने गर्दा छन्। त्यसो भने केही गर्नु नपर्ने क्या। एकचोटि लगाइसकेपछि हुर्केर फल्नु थालेपछि आनन्द फल दिन्छ। वर्षैपछि पारीबाट साथीभाइहरू आउने होइन, अनि बोटमै यसो मोलमाल गर्ने। अनि त तपाईँको 1-1.5 लाख 2 लाख रुपियाँ वर्षैपछि आफै कमाइ हुन्छ। अनि यति सजिलो खेतीपाती झापा चाहिँ यो हुनाले राम्रो छ। धान, मकै, गहुँ, आलु, तोरी, टमाटर सबै फल्छ। तिमाथि अब यस्तो यो सुपारीहरू पनि यति मजाले फल्छ। यो पानी लाउँदै रहेछ मेरो जेठो भतिजोले चाहिँ। अहिले यो मालटा पुगेर के गर्दैछ होला, अल्छी थियो। काम त गर्नु त गर्ने, तर त्यति मन लाएर गर्दैन थियो। पानी लाउनु गएको छ, पानी पम्पसेटबाट पानी लाउँदो रहेछ। केही समयको लागि चाहिँ यसलाई चाहिँ लाउनुपर्छ नि त। 2-4 वर्ष चाहिँ अलिक ठुलो बनाउनको लागि चाहिँ चैत वैशाखमा चाहिँ पानी लाउनै पर्छ। फेरि अलिक सुखा एरिया छ, त्यही पनि चैत वैशाखमा त निकै सुखा नै हुन्छ यो एरिया। अब यो अहिले माल्टा गएर चाहिँ के अरे काम गरिरहेछ, पैसा युरोमा कमाउँदैछ होला होइन। दुःख त गर्यो यसले, नेपालमा पनि गर्यो। अब यस्तै छ जिन्दगी।